साथीहरु गुड मर्निङ वेलकम टु आवर न्यू ब्लग। अहिले चाहिँ बिहानको 7:30 भइसक्यो तर मेरो बुढा अझै उठ्नु भएको छैन। सायद कामले गर्दा होला। युट्युबमा ब्लग्सहरु हालिराख्नु पर्ने। कति रात भइसक्यो मेरो बुढा नसुतेको। हे भगवान हेर्नु है त म देखाउँछु। अहिलेसम्म उठ्नु पर्दैन कि। मैले उठेर बाबुलाई खाना पनि खुवाइसके। यहाँ फेरि मेरो सानुको पारा यस्तो छ है। ए भगवान छड्नुस् त। बाबालाई बोलाउँ त, बाबालाई उठाउँ छड त। हात बिस्यो अब। बुढो उठ्ने हैन? उठ्नु भएर चाहिँ आखिरी सुतिराख्नु भयो यतिकै। गुड मर्निङ सानी, गुड मर्निङ। हेर्नु उतापट्टिको उकाएर भ्याएर फेरि यतापट्टिको उकाउँदा। हेलो साथीहरू गुड मर्निङ। हजुरहरूलाई फेरि पनि स्वागत छ। म भर्खर उठेँ। आज मेरो छुट्टी भएको भएर अलि ढिलो उठेँ। बुढी र सानो चाहिँ उठेर उता बुढीले बाबुलाई खेलाइरहेकी छिन्। हेलो हेलो सानी, गुड मर्निङ। गुड मर्निङ भन्नु न। म नुहाएर बाबुलाई पनि नुहाइदिएँ। अब एकछिनमा ब्रेकफास्ट गरेर अनि खाना बनाउनु पर्नेछ। आज बुढीले धेरै दिनपछि खाना बनाउनु न बुढा भनिन्छन्। अब के बनाउने अब हेरौँ के बनाएर खुवाउने अब हैन। अनि हामीले नुहायौँ है, तिमीले पनि नुहायौ है। बेबी लिएर मैले नुहाएर आएको हामीले नुहाइ गऱ्यौँ है। बाबालाई औषधि लगाइदेऊ त्यो गालाको गाला नफुट्ने औषधि लगाइदेऊ ल। बेबीले लगाइदिनु। के बनाउने र बुढी आज खाना? सरप्राइज खानाको नि सरप्राइज हुन्छ। के हुन्छ र खानेकुराको नि सरप्राइज है बेबी। नमस्ते भन्देऊ ल, नमस्ते भन्देऊ ल, नमस्ते भन्देऊ कि सबैलाई नमस्ते भन्देऊ नि। तिम्रो नमस्ते आउँछ। चिया पिउनु पर्यो। के गर्दैछन् यिनीहरू? बेबी टिकटक हेरेको? टिकटकमा टिकटक हेर्न पाएपछि त मेरो बेबीलाई थाहा छैन के भयो मलाई। आजकल कामबाट जति नै थाकेर आए पनि बेबीलाई काखमा लिएपछि शरीरमा अर्कै ऊर्जा आउँछ। सायद मेरो बुवालाई पनि त्यस्तै ऊर्जा आउँथ्यो होला। मलाई थाहा छैन। अहिले बाहिर जाऊँ भनेर झगडा गरिन्। अब बाहिर लिएर जानुपर्छ मेरो सानुलाई। बाहिर जाने भनेपछि मेरो सानीलाई बाबा बाहिर निस्कियो भनेर बाहिर जाने हो सानी र म बाहिर पर्यो। ढोका खोला त्यहाँ ल, त्यहाँ लक खोलिहाल्छन् मेरो सानुले। अब छिटो 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 भएन, खोल्यो न। बेबीले खोलेर राखिन्। चरी रहेछ यसलाई होइन त नि। के रहेछ नि चरी? ल अब चरी हेर्ने। टिटी आउँछ बिस्तारै हिँड्ने है। टिटी आउँछ। आज राम्रो घाम लागेको छ, दिन राम्रो छ। बेबीलाई त्यही भएर बाहिर एकछिन बिहानमा निकालौँ भनेर। बिहान त के भन्ने अब 11 साढे 11 भइसक्यो है। कता जाने यो सानो ल भनिदेऊ। ए चरी छ त्यता, ल्याइन चरी जाऊँ त नि। ल्याइन चरी हेर्न जाऊँ। चरी हेर्न जाने ल। म्याउ छ? ए कता छ म्याउ? ए म्याउ भन्ने हो, डा भन्ने होइन। छ यहाँ सधैँ म्याउ देख्छिन् मेरो सानोले।
म्याउ देखेपछि खुसी हुन्छन् यसरी देखाउँदैछन् आज म्याउ छ उहाँ भनेर म्याउ रहेछ म्याउलाई आऊ आऊ भन त टा भन त बोलाऊ बोलाऊ छिटो बोलाऊ बोलाऊ कता हो भन न बोलाऊ त बोलाऊ न छिटो त्यस्तो खतरा भनिदिन्छु ए यता हो जता भने त्यतै जानुपर्छ तिमीले जता भन्यो ए तिमीले जहाँ भन्यो त्यही नहिँडे त तिमीले मलाई गाली गर्छौ अनि हामी कता गएर आउने त नि बेबी ल भन चरी छन् है चरी सबलाई उडाइदिने होला म त गएँ त्यसो भए तिमी त्यहीँ बस है त ए आऊ त नि छिट्टो आऊ त नि बाबालाई भेट्दा है त कुर्नी न त कुरा न अनि कता हो बाबा त यता छु पार्कमा लिएर आइन पहिले बिस्तारै त हिँड्नै जान्दिनन् यो के भयो जाडो भयो आज पोपिनालाई आएको नि त हामी त तिम्रो टोपी त ल्याइन त मैले त तिम्रो पप्पी खोइ ल हिँड त नि हटकोडा खेल्छिन् यसलाई ल हटकोडा भन्छन् अब आफै आउँछिन् यहाँ ल बाबाले राखिदिन्छु है त त्यहाँ मस्त हटकोडा भन्छन् मजाले सानो पार्कहरू हुन्छ बच्चाहरूलाई खेलाउने है हाम्रो घर वरिपरि चार पाँचवटा पार्क छ घर वरिपरि पनि अनि बेबीलाई चाहिँ यसो घरबाट निकालेपछि पार्कहरूमा लिएर आयो अनि खेलायो है अनि यसमा चाहिँ यो बच्चाहरूले एक्सर्साइज गर्ने ठाउँहरू अनि यो सामान्य खेल्ने ऊहरू है घोडा भन्छन् बेबीले यसमा खेल्ने एउटा बस्ने ठाउँहरू हुन्छ अनि यहाँ बच्चाहरूले यहाँ केही बलहरू यिनीहरू खेल्नु पऱ्यो भने हुन्छ राम्रै हुन्छ यस्तो अझै यो त सामान्य खालको पार्क हो अझ राम्रो छ यहाँ 4-5वटा छ उनले चाहिँ जता लिएर जान मन लाउँछ त्यही अनुसार लिएर हिँड्छन् आज यता आउनु मन लाग्यो चाहिँ यहाँ आएर खेलेकी छन् बुढाबुढीहरू पनि आएर रेस्ट गर्छन् यहाँ है बस्न मिल्ने ठाउँ भएपछि अहिले घाम ताप्न पनि जाडोको बेला छ घाम लागेको बेलामा जसले घाम ताप्न मिल्ने राम्रो हुन्छ यहाँ बेबी कता जाने हो कता जान्छौ हौ यता बाबासँग खेल्ने होइन त्यो आमा म चलाउने होइन है क गर त्यहाँ ल क गर्छौ बेबी औ बेबी के गरेकी यस्तो के गरेको भनिदेऊ न चिट्ठीहरू पनि देख्यौ अब हामी कता जाने कान्छी अब हामी घरतिर जाने यता भयो लाइट भयो अब घरतिर गएर अनि हामी माम खाने बाबुले माम खाने बाबाले तरकारी बनाउनु छ नि त आज तरकारी बनाउँछु हान्नुपर्छ सानीलाई लक्कडु ढोका खोल्नलाई जान्दिन नि तै पनि आफैले हाल्नुपर्छ घरमाथि आफै जानुपर्छ है ल सिउँडी चढ त खानु कसरी चढ्छौ नि तिमी सिउँडी चढ्ने तरिका खतरा छ सानीको फेरि लैन म पनि आउँछु बाबा पनि आउँछु लैन बाबा तिम्रो पछि आउँछु है सेकेन्ड फ्लोर आउनु मेरो सानो हामी थर्ड फ्लोरमा हो होइन हामी बस्ने थर्ड फ्लोर अनि गर्दैछौ त नि बुढी के गर्दै हो नुहायो ल ठिक छ ल हाम्रो सानी यहाँ गर्दैछन् फ्रिजमा के छ नि खानु यस्तो तिमीलाई माया लगाउने के छ फ्रिजमा आउँछु नि फेरि अब त बाबाले के पकाउनु भएछ हेरेर
अब तपाईँ बाबाले के पकाउनु भएछ हेरेर आउँ त। आज बाबाले के स्पेसल पकाउँदै हुनुहुन्छ क्या हो क्या यहाँ त। के हो त नि? चिकन अलिअलि बनाउँछु। ए त्यसपछि चिकनकै रसहरू बनाउँछु। अलि भन चिकनको ग्रेभी टाइप पनि बनाउँछु। एउटा चिली चिकन बनाउँछु। त्यही खान्ला नि अब। ओके मैले के बनाउँदिनँ। त्यही हो मेरो लागि स्पेसल। सानो तिमी के खान्छौ ल भन। जाउलीमा मम्माले जाउलीमा बनाइनु भएछ भने। अब तिमी जाउली खाऊ त नि अनि। आमा गर जाउलो खाँदैछन् तर झगडा गरेको छ नि आज। किन झगडा गरेको छ नि? राम्ररी खाऊ त छिटो। बाबाले म तरकारी बनाउँदैछु। छिटो खाऊ ल। त्यो बाबाको मोबाइलको कभरै अब उ गरिदिन् बिगारिदिन्। अब के गरे के हो? छिटो खाऊ ल। हाम जापान आएबाट फर्स्ट टाइम अस्ति सुब्बामा कोदोको पिठो भेटेको थिएँ। त्यसैको आज ढिँडो बनाउनु पऱ्यो भनेर लागेको छु। अब कस्तो हुन्छ हेरौँ है त। अब यसमा पानी उ गरेको छु। अब यसलाई बनाउनु पऱ्यो। यसलाई मान्नको लागि त दाबिलो पनि चाहिने हो के अरे छैन। अब यो जुगाड गर्नु पऱ्यो। यसैलाई उल्टो बनाएर यसरी गरेको। हाम्रो मुर्कै डल्ला पर्छ। यो डल्ला पऱ्यो भने फेरि अप्ठ्यारो हुन्छ। मस्काउन नि जानिनँ। फर्स्ट टाइम लाइफमै फर्स्ट टाइम बनाएको। म बुढीलाई नै बोलाएँ मस्काउन। तिमीले त जान्दै रहेछौ कस्तो हुन्छ ल। हेरौँ हाम्रो ढिँडो रेडी भयो। अब खानु पऱ्यो है साथीहरू। आजको हाम्रो यो लन्च रेडी भयो। आज बुढीलाई बिदाको दिनमा तरकारी बनाउन सहयोग गरेँ मैले। आज ढिँडो त मैले बनाउन खासै जानिनँ। बुढीले नै बनाइन् के अरे। हामी यो खान्छौँ। आजको लन्च एकदम अब खाएपछि थाहा हुन्छ। खाएपछि तिमीले नि खानामा कमेन्ट गर। साथीहरूले पनि यो भिडियोमा कमेन्ट लाइक सेयर गरिदिनु होला है। खाम ढिँडो खानु पऱ्यो है। कस्तो भएछ? म त ढिँडो खासै खाना पनि आउँदैन हेर। धेरै पछि खाँदैछु। मिठो भयो है? मिठो भयो। फर्स्ट टाइम बनाएँ मैले नि ढिँडो। तरकारी नि मिठो भयो। धन्यवाद। चगाउन सबै कुरा चाहँदै चिकन चिल्ली चाह कस्तो भयो? मलाई त मिठै लाग्छ है। मिठो भयो। ठिक छ ल। भनेपछि सरप्राइज सक्सेस भयो होइन? खुसी भयो नि? एकदम। ल हुन्छ त नि साथीहरू। अब यो खाएको कुराहरू कति देखाउने है। ल हाम्रो भिडियो यतिन्जेलसम्म हेरिदिनु भएकोमा थ्याङ्क यू सो मच। हाम्रो भिडियोलाई लाइक सेयर कमेन्ट गरिदिनु होला र हाम्रो च्यानललाई सब्सक्राइब गरिदिनु होला। हजुरहरू पनि यस्तै मिठो मिठो खानेकुराहरू बनाएर आफ्नो परिवारको साथ खानु होला। किनकि परिवारको साथ सबैभन्दा